वेलकम छ हाम्रो मिनी भ्लगमा सबैलाई। आज चाहिँ हामी कुन चाहिँ ठाउँमा रे दाजु? ए खोङजु कोरियाको खोङचु भन्ने ठाउँमा के स्टार्ट भइसक्यो क्यामेरा? र्याम्बो लगायत मी नमस्कार। र्याम्बो घरमा मेरो ब्याम्बो हैन। अहिले चाहिँ हामी कोरियामा छौँ। अब यो कोरियाको खोङजु भन्ने सानो गाउँ हो, तर यो गाउँ पनि कति विकसित छ भन्ने कुरो तपाईँले भन्दा यसो देखाइदिएको र ल अब यस्तो छ है, हेर्नुहोस् हैन। दरबार भन्नुभएको होइन? हजुर, यो चाहिँ हाम्रो कोरियाको खोङजु राजाको निङह्याङछुको दरबार हो हैन। अनि यहाँनिर चाहिँ दोस्रो विश्वयुद्धमा भएका चिजबिजहरू चाहिँ सबै छन्। यहाँनिर तोप गोला बारुदहरू लगायत फाइटर प्लेन सबै छन् यहाँ, त्यतिखेर युज भएको। फिलहालको लागि चाहिँ उहाँ चाहिँ अहिले रिजर्भसनमा चाहिँ छन् के, अहिले रिजर्भसनमा छन्। त्यो अहिले खासै तत्काल युज छैनन्। यो पनि भनिदिनुहुन्छ कि त्यो पहिलो विश्वयुद्धमा राजाले चाहिँ राजाको जित भएको थियो कि पराजित भएको थियो? यस्तो हो, जित र हार भन्ने कुरो चाहिँ दाइ के भन्दाखेरिमा चाहिँ नि आफ्नो राष्ट्र बचाउने हो। राष्ट्र बचाउने क्रममा चाहिँ अब हार जित भने त्यस्तै हो। दुश्मनले हारेर गएका हुन्। यो देशलाई खोङजु भन्ने कोरियालाई चाहिँ आफ्नो कब्जामा लिन सकेन, त्यति हो। हार भन्ने नि जित भने नि त्यही हो। अनि यो देशको मान्छेहरू चाहिँ बाहिर जान पाउँछ कि पाउँदैन? यो देशको मान्छेहरू किन जान पाउँदैन भन्दा यो देशबाट अन्य ठाउँ जान पाउँछ कि पाउँदैन त्यो पनि भनिदिनु पर्यो। ए भगवान्, किन नपाउनु? जोसँग पासपोर्ट छ मजाले पाउँछ। यो जस्तै अरू देशको मान्छेहरू यो देशमा आयो, फेरि यो देशमा आउनलाई म जस्तै इपिएसको इक्जाम सिक्ने, इपिएसको इक्जाम दिएर आउने हो। अनि कक्षा चाहिँ तपाईँले तामाङ भाषाको कक्षा लिनुपर्छ। तामाङ भाषाको कक्षा लिएपछि इपिएस इक्जाम दिन पाउँछ। अनि कति जिपिए ल्यायो भने चाहिँ त्यस्तो जिपिए होइन भन्दा तिमीले त्यहाँनिर 40मा 40 हान्यो भने तिमी सिधै 40मा 40। ल आज तपाईँले यतिको जानकारी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद, नमस्कार। बाँकी भिडियो